subscribe to my channel. ल है यस्तो हुँदै जानुपर्छ बिस्तारै फेरि यस्तो फेरि धर्मतीहरू मात्रै छिर्छन् नि फेरि अपराधीहरू फेरि छिर्दैन फेरि गाह्रो छ फेरि ल भाइ एउटा क्यामेरा अब ल धर्मती हो कि पापी हो ल हेरौँ है ए सुलिते यार तिमी त यार सुलिते यार तिमी त यार ऊ तिम्रो कट्टु खुट्टामा हेर न ऊ तिम्रो कट्टु खुट्टामा हेर न ल गाइस स्टार्ट भइसकेछ ऊ अर्को ल हेर्नुहोस् गाइस माछाहरू छोडिदेऊ भाइ धेरै भिजौ ए माछा यसरी मरिरहेछ माछा हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि स्वागत छ होइन आफ्टर अ लङ टाइम होइन आज म मेरो च्यानलमा भ्लग लिएर आएको छु कस्तो लाग्छ यस्तो होइन हेरिदिनु होला अब राम्रो लागेमा लाइक हानिदिनु होला होइन सेयर होइन सब्सक्राइब हानिदिनु होला नयाँ यदि हुनुहुन्छ भने र आज चाहिँ म चाहिँ भ्लगमा हल्का हामी चाहिँ फिसिङ गर्न आएको छौँ होइन यहाँ एक भाइरमा आएको छौँ अहिले हामी सङ्खुवा जिल्लाको चाहिँ यो सङ्खुवा खोला भन्ने ठाउँमा छौँ र हाम्रो चाहिँ मार्ने स्टाइल हाम्रो होइन छुट्टै छ होइन छुट्टै तरिकाको छ त्यसैले म हजुरहरूलाई देखाउँछु बिस्तारै होइन हेर्दै जानु होला खास आज चाहिँ हाम्रो हतियार भनेको ह्यामर लिएर आएको छौँ होइन ह्यामरले ढुङ्गामा हानेर चाहिँ हामी त्यस माछा मार्न आएका छौँ कतिको मर्छ लेट्स सी हेर्दै जानु होला है त ल भाइ चाहिँ यहाँ छ अब सुरु गरिसकेछ मेरो भाइले हो यसरी हान्दैछ ल हेर्नु है निस्क्यो भाइ ल मेरो भाइले के हो निक्ल्यो हो र तँ ढुङ्गा पल्टाउ त सानो भुर्रा रहेछ नि खोइ झोला ल्याउ त ल साथीहरू स्टार्टिङ हाम्रो सानो बाटो भएछ ल हेर्नुहोस् यसरी अनि जे होस् हामीले माछा मार्न सकिँदो रहेछ होइन अब गाडो खुस्किन्छ है भाइ छोड्देऊ गाडो खुस्किन्छ है भाइ छोड्देऊ गाह्रो छ भने त सङ्लो हुनु दिनुपर्छ त्यसलाई बिस्तारो पल्टाउ त ठिक छ ऊ त्यहाँ माथि छ ऊ ती पानीमा सानो ओ ओ भुर्राहरू चाहिँ भुस्कुट हुने रहेछ यसको यो छेउमा यो कुडमा छैन भाइ ऊ त्यहाँ सेतो ऊ त्यहाँ टल्किरहेछ उयो ढुङ्गामा सानो सानो
छोडिदेऊ होस् मसिनो घुर्रा हान त त्यसमा त्यो यता छेउछेउमा हान ल पोङ पोङ ल भयो भयो मसिनोहरू त कुदो खासै छ जस्तो छैन एक कुर छैन भाइ छोड्देऊ भयो यता थुप्रो छ नि अलिक यता छेउ त्यो एकै ठाउँमा होइन क्या हो त्यस्तो नि माछा रन फनेर गयो नि ओ ठुल्ठुलो गयो यार 2-3 सलल गयो यो पल्लोमा यार ऊ त्यहाँ एउटा भुर्रा गयो होस् छोड्देऊ ऊ तिम्रो कट्टु खुट्टामा हेर न ल गाइस स्टार्ट भइसकेको छ ऊ अर्को ल हेर्नुहोस् गाइस माछाहरू त्यो ठुलो ढुङ्गामा चाहिँ हान्नुपर्छ मजाले दम पुऱ्याएर हान न पुङ्की पुङ्गा चाहिँ हान न ढुङ्गाले त्यो त्यसमा हान त ल भाइले निकालेको छ माछा चाहिँ गाइस है ए भाइ छोड्देऊ त्यहाँ पुगिसक्यो ल गाइस आएको हामी 2 मिनट भएको छैन होइन यस्तो मरिसक्यो यहाँ लौ लौ भाइ ठिक छ तिमी त्यता हेर न ल साथीहरू है हामीले यहाँ तल एक ठाउँ अनि यहाँ मात्र ह्यामर हानेको थियौँ हामीले 2 ठाउँ होइन 2 ठाउँमा माछा जे होस् अलिअलि मारिसकेका छौँ भाइले एकदम मेहनत गर्दैछ अब हामी यहाँदेखि यसो गर्दै उकालो लाग्छौँ हेरौँ माछा कति मर्छ होइन अहिले पनि लगभग यति मरिसकेको छ है हेर्नुहोस् है धेरै नै मरिसकेको छ यहाँनिर 2 ठाउँ हान्दा होइन त भाइ यो माछा 2 ठाउँ हान्दा यति मरिसकेको छ आशा छ अझै पनि मर्छ होइन हामी जे होस् भयो छोड्देऊ भाइ बल नगर त्यत्रो ठुल्ठुलो ढुङ्गा हात पिच्याउँछ छोड्देऊ न कुर हुन्छ कि पछिलाई फेरि हान्नु सजिलो हुन्छ ल ल अहिलेलाई यहाँ सकिसकेको छ टिपिसकेको छु ल यहाँ चाहिँ खत्रै मर्छ पुङ्की पुङ्गान अझै हान छेउछेउतिर ऊ पल्टिसकेको छ है पल्टिसक्यो छेउछेउमा उता के एकै ठाउँमा हान्यौ नि त ऊ पर पल्टिसकेको छ ल माछा त्यहाँ हेर्न सक्नुहुन्छ है ल माछा त्यसरी मर्छ फ्याल्देऊ न म टिपिहाल्छु अब हराइगयो त यार माछा त त्यसै बख म थाप्छु ओ भुस्कुट निक्लिँदैछ है त्यहाँ हेर है ल मसिनो भुर्राहरू भयो भने हामी एक एकवटा कलेक्सन गर्छौँ ठुलो माछा पल्टेन त यार तिमीले बिचमा हान्यौ क्या छेउछेउमा हान्नुपर्छ तर पावरले त मर्छ पनि छोड्देऊ मसिनो त ल है माछा भटाभट मर्दैछ ल गाइस हामीले होइन यति मारिसकेको छौँ माछा आधी केजी लगभग भइसकेको छ भाइ यहाँ लुत्रुकै भइसकेको छ धनकुटे भाइ अब हामी चाहिँ
यहाँ तल पुलदेखि हानेको क्या हामी यहाँ तल पुलदेखि हानेको अब हामी बाटो यस्तो यस्तो रहेछ है चेप्टिँदै भाइ समाउ त ल है यस्तो हुँदै जानुपर्छ बिस्तारै फेरि यस्तो फेरि धर्मतीहरू मात्रै छिर्छन् नि फेरि अपराधीहरू फेरि छिर्दैन फेरि गाह्रो छ फेरि ल भाइ देऊ त क्यामेरा अब ल धर्मती हो कि पापी हो ल हेरौँ है ए सुलिते यार तिमी त यार सुलिते यार तिमी त यार ल माछा माछा पाउने ठाउँ फेरि यहाँ छ है यहाँ तल्लो खण्ड तर पानी छ यो ढुङ्गामा होला नि अब भिज्छौ नि त तिमी लुत्रुकै हुन्छौ त छेउमा आन घोडा हान्छौ है फेरि ल भएन ल त्यति भए पुगो फुटिसक्यो माल कत्रो नारी जत्रो छैन भाइ यसमा भए पनि यो फस्के ढुङ्गा हो कि हो जाउँ मासतिर हे लगाइस हामीले अहिलेसम्म थुप्रै ठाउँ हानिसक्यो यहाँ भाइले एकदमै मेहनत गरिरहेछ भाइले यहाँबाट निकालेको छ ए निकै निकालिसकेको छ त दुईटा ए छोडिदेऊ भाइ धेरै भिजौ ए माछा यसरी मरिरहेछ म चाहिँ यहाँ जम्मा गरेको छु माछा मैले पनि हानिसकेँ हान्नु चाहिँ माछा हामीले निकै मारिसकेका छौँ आधी केजी चाहिँ भइसकेको छ है गाई चाहिँ हाम्रो माछा छोडिदेऊ भाइ आऊ के माछा भेट्यौ छोडिदेऊ होस् एक दुईवटा जाओस् आउलो साथीहरू हामी चाहिँ घर आइपुगिसकेका छौँ घर आएर चाहिँ अब हामीले माछा मारेको छौँ एक डेढ घन्टाको क्यामेरा के हो एक डेढ घन्टामा चाहिँ कति मार्यो म देखाउँछु हजुरहरूलाई ल मैले चाहिँ यहाँ केलाएर पनि रेडी गरिदिइसकेको छु ल म निकालिदिन्छु यसरी ल है त हेर्नुहोस् है माछा आजको मैले चाहिँ आन्द्राहरू केलाएर पनि रेडी बनाइसकेको छु है ल आजको माछा चाहिँ ठुलो चाहिँ छैन मसिनोहरू छ बुर्राबुर्रीहरू छ सब रेडी भइसकेको छ माछा आजको माछा एउटा अब एउटा सानो छ ल यति छ माछा चाहिँ ल गाइज आजको मेरो भिडियो यति नै कस्तो लाग्छ हेरिदिनु होला हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट
सेयर सब्सक्राइब सब अल हान्नु होला। आज यति भन्दै म अर्को नेक्स्ट भिडियो लिएर आउँछु। त्यतिखेर पनि हेरिदिएर माया गरिदिनु होला। ल बस आजलाई यति नै।